आदरणीय दर्शकबिन ओजा भ्लग्समा हार्दिक स्वागत गर्दछु। यतिखेर म त्रिभुवन युनिभर्सिटी क्रिकेट स्टेडियममा रहेको छु र त्रिभुवन युनिभर्सिटी क्रिकेट स्टेडियमको पछिल्लो अवस्थाको बारेमा ताजा जानकारी दिन गइरहेको छु। तपाईँ ओजा भ्लग्समा नियमित रूपमा हुनुहुन्छ भने म नियमित रूपमा ओजा भ्लग्समा आफ्नो रेगुलर अपडेट दिने तपाईहरुमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र आजको ताजा अवस्था ट्युबको यतिखेरको ताजा अवस्थाको बारेमा तपाईलाई म जानकारी दिन गइरहेको छु। तपाईले देख्न सक्नुहुन्छ ट्युब अहिले एकदम सुन्दर देखिएको छ र जुन यो भन्दा निवर्तमान सरकारको 365 दिनको जुन एक वर्षभित्र बनाउने लक्ष्यका साथ यो अगाडि बढेको थियो। लगभग ट्युब क्रिकेट मैदानले आफ्नो एउटा जीवन्त पाइसकेको छ र तपाईले देख्न सक्नुहुन्छ एक वर्ष अगाडि भएका टुर्नामेन्टहरुमा हामीले जस झारमा बस्नु पर्थ्यो भने अहिले सिटहरुमा बस्नुपर्ने अवस्था बस्नुपर्ने दिनहरु आएको छ र चेन्जेसहरु एकदमै राम्रो भइरहेको तपाईहरुले देख्न सक्नुहुन्छ। र हाम्रो जुन पिचहरु छ पिचको रेगुलर मेन्टेनेन्स पनि भइरहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ यो हाम्रो पिच छ र पिचमा यो पिच युज नभएको करिब 9 देखि 10 महिना भइसकेको छ। तर पनि यो पिचलाई रेगुलर मेन्टेनेन्स गर्ने काम भइरहेको छ र अहिले समग्रमा हेर्नुपर्दा ट्युब ग्राउन्ड एकदमै राम्रो देखिएको छ र यहाँ अझ बाँकी रहेका थुप्रै कामहरु छ। ती कामहरु के बाँकी रहेका छन् र कसरी काम हुनेछ भन्ने विषयमा म तपाईलाई जानकारी दिन गइरहेको छु। तपाईले देख्न सक्नुहुन्छ क्रिकेटको हाम्रो लगभग सिटहरु हालेर हाम्रो सकिएको छ र जति ठाउँमा बनेको छ त्यो ठाउँहरुमा सिट हालेर सकिएको छ र जुन यो सेक्सन हेर्न सक्नुहुन्छ यो एकदमै राम्रो बनिसकेको छ। सिटहरु हालिसकेका छ यो सेक्सनमा र यो सेक्सनमा करिब 500 देखि 1000 जना चाहिँ अटाउन सक्ने सेक्सन छ र म्याच हेर्दाखेरि एकदमै नजिकबाट देखिने सेक्सन चाहिँ हो। त्यो एकदमै राम्रो देखिने सायद त्यो पछिको लागि भिभिआइपी प्याराफिट पनि हुन सक्छ र अर्को सेक्सन रहेको छ यो इनर सेक्सन रहेको छ र यो स्टेडियम बनाउन सबैभन्दा फाइदा किन भएको छ भन्दाखेरि यसमा कुनै उठाउनु पर्ने भएन र यो पहिले नै स्लोप यस्तै किसिमको मेन्टेनेन्स भएको स्लोप थियो। यसले गर्दाखेरि हाम्रो क्रिकेट स्टेडियम अझै राम्रो अझै मजबुत बनेको हामीले देख्न सक्छौं र म अर्को सेक्सनबाट पनि तपाईहरुलाई यो क्रिकेट स्टेडियमको ताजा अवस्था जानकारी गराउनेछु। यदि ओजा भ्लग्समा नयाँ हुनुहुन्छ भने यो ओजा भ्लग्सलाई माया गरिदिनु होला र आगामी दिनमा ओजा भ्लग्ससँग निरन्तर जोडिनका लागि म आग्रह गर्न चाहन्छु। आदरणीय दर्शकबिन तपाईहरुले देख्न सक्नुहुन्छ तेस्रो फ्लड लाइटको यहाँ छ भने यसलाई हटाउनका लागि युज भएको मेसिन यहाँ अगाडि तपाईले देख्न सक्नुहुन्छ। यो मेसिन आइसकेको छ अनि लेखिएको छ डु नट स्ट्यान्ड अन्डर द बुम। यसको तल नबस्नु होला र यो जुन हाम्रो फ्लड लाइट अब नेपालमा के भने एउटा भिआइपी क्रिकेटले नेपालमा झनै उम्दा रूपमा अगाडि बढ्नेछ भन्ने विश्वासका साथ आज मैले तपाईहरुलाई ट्युब क्रिकेट ग्राउन्डको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएँ। आगामी दिनमा ट्युब मूलपानी लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किसिमका मैदानहरुको पछिल्लो अवस्थाको बारेमा म तपाईहरुलाई जानकारी दिनेछु। त्यतिखेरसम्मको लागि यो ओजा भ्लग्स युट्युब च्यानल हेर्दै गर्नुहोला। धन्यवाद। यो सेसनबाट बाटो निकाल्ने प्रयास भइरहेको छ। बाटो निकाल्ने क्रममा यो सेसनलाई निर्माण गरेर बाटो निकाल्नका लागि ट्युबसँग अनुमति प्राप्त भइसकेको छ र यो चारैतिर तपाईको घेरिएको छ र यो भन्दा तल्लो सेक्सनमा चाहिँ तपाईहरुको यो स्टेडियम छ र पहिला चाहिँ तलबाटै थियो भने अहिले माथिल्लो सेक्सनबाट चाहिँ बाटो निकाल्ने प्रयास जारी रहेको छ र त्यही अनुसार काम हुन्छ भन्ने विश्वास लिएको छ र अहिले स्टेडियम एकदमै राम्रो अवस्थामा देखिरहेको मैले महसुस गरेको छु र देशको विषम परिस्थितिमा यहाँका केही काम रोकिए तापनि अब केही दिनमा पुनः निरन्तरता पाउनेमा सम्पूर्ण क्रिकेट प्रेमीहरू आशावादी हुनेछन् र अब केही समयपछि नेपालमा आयोजना हुन सक्ने अन्डर 19 टुर्नामेन्ट्सदेखि नेसनल लेभलको टुर्नामेन्ट्स वुमेन्स क्रिकेट
टुर्नामेन्टहरू यो ब्युटिफुल ग्राउन्डमा आयोजना भएको हामीले हेर्न पाउनेछौँ। चाँडै त्यसको लागि देशमा रहनुभएका धेरै क्रिकेट प्रेमीहरू एकदमै आशावादी छन् र अब आएको अन्तरिम सरकारले पनि यसलाई नेग्लेक्ट नगरोस् भन्ने हाम्रो अपेक्षा रहेको छ। यो ब्युटिफुल भ्यूको साक्षी बनिरहनु भएको छ तपाईँहरूलाई म यहाँ भएका विभिन्न सेक्सन्सहरूको बारेमा केही जानकारी दिन्छु। यो सेक्सन्समा चाहिँ हाम्रो पेभिलियन इन्ड हो। पेभिलियन इन्डमा दुईतर्फी टिमका प्लेयरहरू बस्नेछन् भने पहिला यो ठाउँमा यसलाई भिआइपी र भिभिआइपी सेक्सन्सको रूपमा छुट्याउने गरिन्थ्यो। अब त्यो सेक्सन्स चेन्ज भएर अर्को ठाउँमा जानेछ र यो मिडिया बक्स रहने ठाउँ हो भने यो मिडिया बक्स रहने ठाउँ अब चेन्ज हुनेछ। यो भित्री ट्रेनिङ इन्डोर ट्रेनिङको क्षेत्र हो। यहाँ अहिले खासै इन्डोर गेमहरू भएका छैनन् र इन्डोर गेम अब इन्डोर ट्रेनिङका लागि धेरै प्लेयरहरू चाहिँ नेपाल बाहिर हुनुहुन्छ। वेस्ट इन्डिजमा नेपालको म्याच हुँदैछ, त्यस कारण पनि नेपालमा धेरै प्लेयरहरू चाहिँ हुनुहुन्न र यो चाहिँ हाम्रो मिडियाको लागि पनि युज हुन्छ। मिडिया बक्स हो भने यो चाहिँ स्कोर बोर्ड, जुन डिजिटल स्कोर बोर्ड छ, यो पोर बनेको थिएँ र मैले रेगुलर अपडेट पनि गरिरहेको थिएँ भने अबको हुने भिआइपी र भिभिआइपी सेक्सन चाहिँ यो हुनेछ। किनकि यो स्टेडियमको उताबाट आउनु पर्ने कारणले गर्दा यो हुनेछ भने यो चाहिँ टिभीको लागि टिभी क्यामेरा सेट हुनेछ र यो चाहिँ जेनरल प्याराफिट हुनेछ र करिब 10,000 जेनरल प्याराफिट चाहिँ फिट भइसकेको छ यो क्षेत्रमा, तपाईँहरूले देख्न सक्नुहुन्छ। र अब यसको लागि पनि फ्लडलाइटको पनि सबै कुरा सेट भइसकेको छ। मात्र यो गभर्मेन्टको केही प्रब्लम र रेगुलर झरेको कारणले गर्दाखेरि यी कामहरू रोकिन पुगेका हुन् र अब यो पछाडिबाट चाहिँ पुनः बाटो हुनेछ। अर्को फ्लडलाइटको लागि खम्बा उतापट्टि गइसकेको छ भने एउटा खम्बा यहाँ छ र एउटा खम्बा अगाडि छ जुन फ्रन्ट सेक्सनमा रहेको छ र यो क्रिकेट ग्राउन्डको ताजा अवस्था हो। तपाईँ नेपालभित्र नेपाल बाहिर जहाँ रहे पनि देश विकास पनि हुँदैछ। कि करप्सनका कुराहरू छ, यसलाई मिनिमाइज गर्यो भने देश पक्कै विकास हुनेछ। हामी सबै पोजिटिभ हुनुपर्दछ र अन्तरिम सरकार बनेको छ, सुशीला कोइरालाको नेतृत्वको अन्तरिम सरकार, जसले यी हाम्रा सबै नेपालीको सपनाको रूपमा रहेको यो क्षेत्रहरू चाहिँ चाँडै विकास गरोस् भन्ने मेरो आग्रह रहेको छ र मेरो लगायत हामी क्रिकेट फ्यानको आग्रह रहेको छ। र करिब 80% भन्दा बढी कामहरू चाहिँ यहाँ फिनिस भइसकेको हो, हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ। र यो पछाडि सेक्सनबाट चाहिँ बाटो निकालिनेछ र यो बाटोले चारैतिर घेर्नेछ। बाहिरतिरको कम्पाउन्ड चाहिँ यो हुनेछ, जो ट्युबबाट चाहिँ यसको लागि अथोरिटी लिइसकेको कुरा ट्युबले बताएको छ। र यहाँबाट चाहिँ यो ग्राउन्डको चाहिँ यो सेक्सनबाट चाहिँ ट्युब बााउन्ड्री छ, ट्युब र ट्युब क्रिकेट ग्राउन्डको बााउन्ड्री हुनेछ र यो मैदान ट्युबको स्वामित्वमा रहेको जग्गामा बन्दैछ। यो पछिल्लो अवस्था यही नै रहेको छ ट्युब क्रिकेट ग्राउन्डको। तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरिदिनु होला र यो भिडियोलाई जति सक्दो सेयर पनि गरिदिनु होला। यो ट्युब क्रिकेट ग्राउन्डको ताजा अवस्था म फेरि एकचोटि देखाउनेछु। देख्न सक्नुहुन्छ चारैतिर सुन्दर शान्त देखिएको छ। देख्न सक्नुहुन्छ यहाँ मेसिन्सहरू टन्नै ल्याएर राखिएको छ र अब फ्लाइट लाइट र यसको काम चाँडोभन्दा चाँडो हुने हामीले अनुमान गर्न सक्छौँ। मेसिन्सहरू एकदम भरिपूर्ण रूपमा तयारी अवस्थामा छ र सकिने अवस्थामा लागेको यो क्रिकेट ग्राउन्ड चाँडै सकियोस् भन्ने नेपालीहरूको आशा, इच्छा र आकाङ्क्षालाई चाहिँ चाँडोभन्दा चाँडो परिपूर्ति होस् भन्ने सबैले चाहनुहुन्छ।